हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज म तपाईँहरूलाई हाम्रो मार्सल आर्ट ताइक्वान्डोको आज सम्बन्धीको एकदमै इम्पोर्टेन्ट र मोस्ट डेन्जरस टर्निङ हुक किक तपाईँहरूलाई म सिकाउन गइरहेको छु। सो यो भिडियोलाई चाहिँ लास्टसम्म हेरिदिनु होला है त। लेट्स गेट स्टार्टेड। तपाईँहरूले टर्निङ किक हान्नुभन्दा अगाडि तपाईँहरूलाई हुक किक आउनुपर्छ। हुक किक जसलाई हामी जीको छाई पनि भन्छौँ। हुक किक तपाईँहरूलाई एकदम इम्पोर्टेन्ट हुन्छ। जस्तै टर्निङ किकको बेसिक भनेको हुक किक हो। हजुर कराते प्लेयर, ताइक्वान्डो प्लेयर, कुनै पनि मार्सल आर्ट प्लेयर हुन्छ भने तपाईँलाई थाहा छ हुक किक भनेको किक। जस्तो म तपाईँलाई यहाँ थोरै एउटा डेमो देखाउँछु। सो यो चाहिँ मैले तपाईँलाई हुक किकको एउटा सानो डेमो देखाएको। यो चाहिँ हुक किक हो। यही किकलाई नै चाहिँ हामीले अलिकति एडभान्स लेभलमा अलिक मजाले टर्न गरेर एकचोटि स्पिन लिएर वान स्पिनमा हाफ स्पिन लिएर हान्यो भने चाहिँ हामीले टर्निङ किकको रूपमा आउने हो। सो हुक किककै अलिकति एडभान्स लेभल भनेकै हामीले टर्निङ किकलाई लिन सक्छौँ। मोस्ट अफ द यो चाहिँ एकदमै डेन्जरस किक पनि हो। सो म तपाईँहरूलाई यो किक कसरी प्र्याक्टिस गर्ने हान्ने स्टेपहरू म तपाईँलाई सिकाउनु गएको छु। सो यो लास्टसम्म हेर्नु भयो त। लेट्स गेट स्टार्टेड। राइट खुट्टा हुन्छ भने राइट खुट्टा पछाडि राख्नुहोस्, लेफ्ट हुन्छ भने लेफ्ट खुट्टा पछाडि राख्नुहोस्। जस्तै म राइट खुट्टा देखाउँछु। जस्तै राइट खुट्टा पछाडि भयो। अब हातको मुभमेन्टले मेन रोल प्ले गर्नु हुन्छ। हातले जस्तै तपाईँ यहाँ बस्नुभयो, अब घुम्दाखेरि यो डिरेक्सनमा घुम्नु। जस्तै यहाँबाट घुम्दाखेरि यो खुट्टा सिधा, यहाँबाट हात सिधा। अब यहाँबाट तपाईँको सुरुमा टर्निङ किक हान्नुबाट हुक किक प्र्याक्टिस गर्नुहुन्छ। जस्तो बास हात मात्र लिएर जानु राख्नुभएको छ। यहाँबाट हुक हातबाट ब्याक फेरि प्र्याक्टिस गर्नको लागि बस्छौँ। हात स्ट्रेट पछाडि, खुट्टाको पोजिसन स्ट्रेट पछाडि, हात क्लोज, यहाँबाट सेम पोजिसन। यही प्र्याक्टिस चाहिँ तपाईँले बार बार गर्नुपर्ने हुन्छ। जस्तै त मैले राइटले देखाएँ, लेफ्टले गर्दा पनि तपाईँको लेफ्टी खुट्टा पछाडि हुन्छ, राइट अगाडि, हातमा के पोजिसन राख्ने, घुमाउने, हातको पनि यहाँ हेर्ने, यहाँबाट यहाँ हान्नुपर्ने सेम। सो यही प्र्याक्टिसलाई चाहिँ तपाईँहरूले बार बार गर्नुपर्ने हुन्छ। यो गरेपछि तपाईँहरूले हुक किकहरू, तपाईँलाई टर्निङ किक कसरी हान्ने भनेर तपाईँलाई म यो भिडियोमा भने। तर अब टर्निङ किक पर्फेक्ट टर्निङ किक चाहिँ कुन चाहिँ हो त भन्ने म तपाईँलाई बताउनु गइरहेको छु। जस्तै टर्निङ किक दुई तिन खालको हुन्छ। जस्तै यहाँ बसेर यहाँबाट उठाएर यहाँबाट हाफ हाल्ने भने यो खालको टर्निङ किक भनेको चाहिँ ग्यामतिर हानिन्छ, ग्यामतिर हानिन्छ, फाइटहरू खेल्दाखेरि हानिन्छ। अर्को टर्निङ किक हुन्छ जुन चाहिँ हेर्दाखेरि स्मुथ र राम्रो देखिन्छ, जुन चाहिँ बेसिक राइट इमोसनतिर राम्ररी क्लियर युज भएको हुन्छ। त्यो टर्निङ चाहिँ यस्तो खालको। जस्तै म यहाँ बसेँ, गोरो बनाएँ, अब त्यो टर्निङ यहाँबाट यतापट्टि सोर्नेवाला। सो यो सुरुको टर्निङ किकमा हामीले यहाँबाट उठाएर हाफ मात्र सोरेको हुन्छौँ। बिचमा टार्गेट छ भने यहाँ हाफ मात्र सोरिन्छ भने यसमा चाहिँ के हुन्छ, यहाँबाट उठेर गएर पुरा फुल सोरेको हुन्छ। त्यो कारणले गर्दाखेरि तपाईँ फेरि सो म तपाईँहरूलाई अब केही टिप्स एन्ड ट्रिकहरू दिन गइरहेको छु। टर्निङ किकलाई कसरी इम्प्रुभमेन्ट गर्ने, दुई खालको टर्निङ किक हुन्छ। यो टर्निङ किकलाई कसरी छुट्याउने तपाईँले भन्ने विषयमा। सो भिडियोलाई राम्रोसँग वाच गर्नु होला है त। जस्तै कुनै पनि हामीले स्पिन किकहरू हान्छौँ भने सो सबैभन्दा मेन रोल प्ले के को हुन्छ भन्दाखेरि तपाईँको एउटा बडीको फ्लेक्सिबिलिटीको, अर्को भनेको तपाईँको किकमा कतिको फ्लेक्सिबिलिटी छ, तपाईँको लेग कतिको फ्लेक्सिबल छ, तपाईँको स्ट्रेचिङहरू जान्छ जाँदैन। अरू कुरा भनेको तपाईँ कति धेरै स्पिन प्र्याक्टिस गर्नुहुन्छ, तपाईँको स्पिनमा मेन रोल प्ले हुन्छ। जस्तै कुनै पनि घुम्ने किकहरू जति पनि त्यो सबैमा हाम्रो हातको सबैभन्दा बेसी युज भएको हुन्छ। सो तपाईँहरूले ह्यान्ड मुभमेन्टहरू चाहिँ एकदम धेरै विचार गर्नुपर्ने हुन्छ। कताबाट घुम्दाखेरि ह्यान्ड मुभमेन्टहरू लुकाउनु। जस्तै दुई खालको तरिकाले ह्यान्ड मुभमेन्ट लुकाउँदाखेरि राम्रो हुन्छ। एउटा यहाँबाट लिएर हामीले यसरी लुकायौँ भित्रपट्टि, अर्को लुकाउने स्टाइल भनेको चाहिँ यसरी लुकायौँ। सो एउटा यस्तो भयो, अर्को यसरी लुकायौँ भयो। दुईवटामा एउटा तरिकाले तपाईँले युज गर्नुहुन्छ। एउटा यसरी लुकाउँछ, अर्को भनेको यो भयो यसरी लुकाउँछ। सो तपाईँले दुईवटा जुनमा एउटा युज गर्नुहोस्। अरू कुरा भनेको किक हान्दाखेरि तपाईँले कस्तो खालको तपाईँले त्यो रेखा तानिराख्नु। जस्तै स्टेप नलिकन हान्नुभएको छ भने यसमा कुनै समस्या हुँदैन। तर यदि हजुरले स्टेप लिएर हान्नुहुन्छ भने तपाईँ स्टेप कस्तो लिँदै हुनुहुन्छ। जस्तै स्टेप लिने म तपाईँलाई के तरिकाहरू भन्छु। जस्तै तपाईँलाई म एकछिन पहिलो स्टेप भयो। जस्तै एउटा स्टेप लिने तरिका म्याक्सिममले गल्ती गर्ने लाइक दिस, त्यो पनि टोटली रङ हो। यसरी लिनु हुँदैन स्टेप कहिले पनि। यसले गर्दाखेरि तपाईँको जुन टार्गेट हुन्छ, टार्गेट सही ठाउँमा लाग्नुपर्ने र पावरको जुन स्पिनिङ फोर्स हुन्छ, हामीले स्टेप लिँदाखेरि पनि हाम्रो स्टेपमा के हुन्छ, पावर आउने हुन्छ। स्टेपले पावर जेनेरेट गर्छ। त्यो कारणले गर्दाखेरि स्टेप पनि हामीले यताबाट लियौँ भने यतापट्टि फोर्स जान्छ बेसी। सो यो पनि ध्यान राख्नु होला। अब राइट अर्को मान्छेहरूले लिने स्टाइल एउटा यो खुट्टा आएको छ नि, यो खुट्टा मान्छेहरूले
सो यो पनि गर्नुहुन्न सेकेन्ड गल्ती यो हाम्रो एउटा खुट्टा नआइकन अर्को उचाल्नु हुँदैन कहिले पनि फेरि गर्छ यहाँ ल्याउनु लाग्छ यो पनि मिस्टेक हो सो अब राइट वे चाहिँ म तपाईँलाई देखाउनु छ राइटमा चाहिँ स्ट्रेट हुँदैन तपाईँको खुट्टा मेरो यहाँ बसिरहेको छ म राइटले हान्दा स्टेपहरू भने सिधा स्टेपले गयो जस्तो अब यहाँबाट बुम सो यो चाहिँ तपाईँले विचार गर्नु पऱ्यो बस्नुभयो स्टेप सिधा आउनु पऱ्यो सिधा बस्नुभएको छ फेरि स्टेप सिधा एन्ड किक सो यो तिनवटा कुरा चाहिँ तपाईँले ध्यान दिनु पऱ्यो स्टेप लिँदाखेरि राइट वे र रङ वेमा लिइरहेको भएको छ भने तपाईँले सुधार्नु होला किनभने हाम्रो जति पनि मास्टर किकहरू छ कम्बिनेसनको कुराहरूमा यसै नै अघि बढ्छ हुक टर्निङ जम्प टर्निङ 360 टर्निङ 540 यसै नै अगाडि जाने हो त्यो कारणले गर्दाखेरि एउटा बेसिक कुरा मिस्टेक भइरहेको छ भने तपाईँको आउने खालको जुन एडभान्स लेभलको किकहरू हुन्छ त्यो सबै मिस्टेक हुन्छ सो यो कारणले बेसिकमै तपाईँले सुधार्नु आई होप हजुर सबैजनालाई आजको भिडियो मन पर्यो होला सो आजको भिडियो कस्तो लाग्यो तपाईँहरूले कमेन्ट बक्समा कमेन्ट पनि गरिदिनु होला र यदि मैले सिकाउने क्रममा हजुरहरूलाई सिकाउनु पर्ने जुन कुराहरू केही कुराहरू छुटेको छ या कुनै सिकाउन कुनै त्रुटिहरू भएको छ भने हजुरहरूले कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नुहुन्छ नेक्स्ट टाइम म भिडियो अपलोड गर्दाखेरि म त्यो कुराहरूलाई पनि सुधारेर अपलोड गर्नेछु भन्दै थ्याङ्क यू फर वाचिङ दिस भिडियो गाइस बाई